यही हो कागबेनी रिभर, नेपालको कागबेनी रिभर यही हो। ए कागबेनी रिभर त यही हो नि त आएको, कालीगण्डकी। यहाँनिर नि पाउँछ अरे यो के भन्छ शालिग्राम। हे साथी हो, आयो है लुखुते पाहाड आयो, लुखुते पाहाड यो सबै हो। यो कागबेनी तिर चाहिँ हिँडेको हिँड्न चाहिँ हामीहरू होइन जाँदैछौँ, अहिले जाँदैछौँ। तर यो खोलाको नाम पनि माथि कागबेनी हुन्छ अरे, अहिले तल आउँदा अर्को बेनी, अब तल गएर अर्को बेनी, कतिवटा बेनी हुन्छ तर जे होस् हामी मुक्तिनाथको लागि हिँडेको। हेर्नु त कति खतरनाक छ। तपाईँहरू होसियारले आउनु है यहाँ आउँदा जो कोही पनि। अब समरमा चाहिँ टफै होला। अब यस्तै अहिले हामीहरू आएको भनेको चाहिँ यो मार्चको महिना हो। मार्चमा चाहिँ अब ठिकै हुन्छ होला। ल साथी यो रुक्से झरनामा छौँ कि हामी। रुक्से भनेको चाहिँ खै रुक्ता रुक्तै रुक्से हो यो, टक्क रुक्से झरना। ल नारायण प्रभु नारायण, मुक्तिनाथ मुक्तिनाथ मुक्तिनाथको बाटो है साथी। कति मजाको छ, सजिलो छ। जस्तै जो कोही पनि आउन सक्छ, बुढाबुढी केटाकेटी जत्रो आउँदा नि हुन्छ। खाना चाहिँ अलि धेरै खानुपर्छ, 2-3 खेप खाइन्छ। ल है साथी हो, यो चाहिँ मुस्ताङ हो है, मुस्ताङ हो होइन। ए मुस्ताङमा हेर्नु है बिस्तारो कसरी हिउँ छ। ओ त्यो हिमालमा हिउँ छ, घाम झुल्किए जस्तो छ। आज हिजो यहाँ बसेका थियौँ हामीहरू, मार्च 20 तारिक। गाडी आउँदैछ हाम्रो मुस्ताङ हो त। यहाँ मुस्ताङ हिँडेका मान्छेहरू कस्ता छन्, मुस्ताङ पिपलहरू। है मुक्तिनाथ लागेको हामी। अब कागबेनी पुग्छौँ। पहिला यो मुस्ताङमा बसेका थियौँ। मुस्ताङबाट लगभग 2 किलोमिटर मात्रै अगाडि बढ्दैछौँ। बिहानै छ 7 बजी। अब मान्छेहरू बिचरा अब कोही फर्क्या हुन्, कोही गएका हुन् होइन। के हो कहिले थाहा भएन। टक्क यसका बाजे यो निकै मातेर आउँदो रहेछ क्या नि गण्डकी। भोलि पर्सि त्यही भएर त हेर्नु न बगर कति खल्छ। शालिग्राम भेटिने बगर भने यही अरे। आफ्नो त शाली पनि छैन, ग्राम पनि छैन, केही गर्न सकिएन। दुःख लाग्यो। मुक्तिनाथको बाटो पार भिर के भन्नु मन लाग्छ त्यही हो। मुक्तिनाथ बाटो चाहिँ साह्रै राम्रो हो मुक्तिनाथ जाने नि। अब मुक्ति हुने भयो हामीहरू पनि। पोखरेलको मुक्ति, यो माथि सुबेडीको मुक्ति, यसका बाजेको मुक्ति हुन होइन होइन, भाँडा तिरी मुक्ति होइन होइन।